ताली जाने हो ताली खोइ पानी खान कुरेर बसेछ कस्तो लागेछ कति लाग्यो एकदम धेरै खुसी लागिरहेको छ गुरुङ कि गुरुङ अनि मिस ललङ लड्डु प्रसाद कोइराला कसले एकैचोटिया भन्नु छ हिरोको पालो देखाउनै पर्ला जस्तो Saw you from the distance. Hey you, can we talk? रेडी पनि भइसकेका छौं। अब हामी चाहिँ सानो एउटा कार्यक्रम अडिसनमा जानको लागि फुल्ली तयारी भइसकेको छौं है। अब हामी चाहिँ स्पोर्टमा जान्छौं कार्यक्रम एन्ड कोर्ट यहाँ छ क्यामेरा छ अनि अब कार्यक्रम स्पोर्टमा गइन्छ है एकछिन। स्कुल चाहिँ बुद्धमावि यो अगाडिको स्कुल लगभग यहाँ चाहिँ 200-300 जना विद्यार्थीहरू हुनुहुन्छ भन्ने सुन्नमा आएको छ। यस्तो रमाइलो के यो जुन स्कुलको बनावटहरू छैन यो जति पनि बनेछ स्कुलको बनावटहरू हैन प्लेग्राउन्ड्स अझै त्यो यो क्यान्टिन रहेछ। अवश्य जस्तो यहाँ चाहिँ विद्यार्थीहरू चाहिँ यहीँ होस्टेलै बस्नु हुँदो रहेछ किनकि अलिकति टाढाबाट आउनु पर्ने विद्यार्थीहरू हैन पोसिबल हुँदैन नि त अप डाउन गर्नको लागि। त्यही भएर चाहिँ यहाँ चाहिँ सबैजना यहीँ बस्नु लगभग 200 जना जति यहीँ बस्नु हुँदो रहेछ है। मसँग हाम्रो सर स्कुलको प्रिन्सिपल सर हुनुहुन्छ। स्वागत छ हजुरलाई क्लासलाई। हजुरको नाम सर? प्रकाश घिमिरे। हाम्रो यहाँ चाहिँ कतिजना विद्यार्थीहरू हुन्छ टोटल? हाम्रो टोटल अहिले अब गत वर्षको तुलनामा अलिकति घटेको छ। हजुर हामीसँग 365। जस्तो अहिले एससीको दिने चाहिँ हाम्रो लट कतिजना थियो? 70 जना। 70 जनाको लट थियो? 51 जना हाम्रो रेगुलर थियो। हजुर। अनि गत वर्षको बाँकी 19 जना थियो विषयलाई। हजुर। गरेर 70 जना। ठिक छ सर। आज हाम्रो यो स्कुलमा आएर कार्यक्रम गर्न यो कार्यक्रमलाई पहिलोचोटि यहाँ ल्याउन पाउँदा एकदमै गर्वको कुराको साथमा खुसीकै किनकि हामी यो ठाउँमा समेत कस्तो धेरैले पत्ताउनु भएको थिएन गोर्खा बजारमा हे चुम्रुनी धारसेमा त नगए नि हुन्छ दुःख हो भनेर धेरैले हामीलाई कुराहरू गर्नु भएको थियो। आयोजना चाहिँ कसले गरेको? हाम्रो गोर्खा डान्स एकाडेमी र सहयोजक दारी ग्याङ गोर्खा। हजुर। अनि नगरपालिकाको मुख्य हातसेसमा हामी एकदम सपोर्ट गर्नुभएको छ गोर्खा नगरपालिका। हामीलाई पनि खुसी लाग्यो तपाईँले यहाँसम्म आएर केही न केही यहाँको प्रतिभाहरूको छनौट गरेर अब अहिले जिल्लासम्म पुर्याउन सक्ने एउटा वातावरण बनाउनु भएको छ। हजुर। त्यसको लागि हामी विद्यालयको तर्फबाट पनि आभार हस् हुन्छ सर। एकदम हजुरलाई कस्तो लागिरह्यो? लागिरहेको थियो अहिलेसम्म। अहिले त ठिकै छ यो होइन इन्भाइरोमेन्टले आनन्द बनाएको छ स्कुलको बनावट हेरौँ न यहाँ स्कुल यस्तो दामी छ कि यहाँभित्र है। हेरौँ है यो ल ओहो कति धेरै काठहरू है। यहाँ धेरैजनालाई खाना पकाउनु पर्छ नि त। तर सही हो सही एकदम कसरी कत्रो काठ कसरी ल्याएर यहाँसम्म सबै काठको हो क्या। हामी चाहिँ यही बाहिर सबैजना यहाँको उपाध्यक्ष अध्यक्ष त आउन भ्याउनु हुँदैन बाहिर आउँदै हुनुहुन्छ र बिचरा आउने रहर हुँदाहुँदै सबैजनाको उपस्थितिमा कार्यक्रम चाहिँ आज जतिजना हुनुहुन्छ हामी रमाइलो गर्छौँ आज एकदम है। विद्यार्थीहरू हजुर कहाँबाट आउनुभएको भनेर सोधिरहनु भएको छ हामीलाई। हामी चाहिँ गोर्खा बजारदेखि आएको। गोर्खा बजार गएको छौ सबैजना? अब जाँदा मलाई बोलाऊ है फोन गरेर है। म तिमीलाई रानी पोखरीमा पौडी खेल्न लिएर जान्छु है। हो मनपर्छ। कति क्लास हो यो? 7 क्लास। के को पिरियड हो अहिले? ओके सिट डाउन। यहाँ आइसकेपछि तपाईँहरूलाई यसो भिजिट गर्न आएको है हेर्न आएको हजुरहरूको क्लास कस्तो छ भनेर। ओके कम ओके सन्चै हुनुहुन्छ सबैजना? ल है सबैजनाले त हेर्ने साथीहरू हामी अहिले चाहिँ यस्तो सिट दिवस के अरे यो फिल्म होइन फिल्मको कुन स्कुल अरे? बुद्धमावि। यो कति क्लास? 7 क्लास। म चाहिँ गोर्खा बजारदेखि आएको। म कस्तो लाग्यो तिमीलाई स्कुल यो कक्षा कोठाहरू? पढ्न नि कस्तो आनन्दको वातावरण है। यो 6 भयो 8 भयो होइन? ओके
यस्तै ढुङ्गाको कक्षा 4 एक सय हजुर सर नमस्ते एक क्लास 3 ओके ए ल ठिक छ केही छैन ओके हजुरको नाम के हो रूपा उठेर ल रूपा के ए कृपा के हो ल स्ट्यान्ड अप प्लिज लजा गर्नु किन लजाउनु भयो यस्तरी ल ए अनि किन लजाको त्यति धेरै ल यता हेर हजुरको नाम भनिदिनु ल मलाई हेरेर हजुरको नाम भनिदिनु के अब म भनिदिनु फेरि कृपा गुरुङ हो अनि हजुरको नाम पूजा गुरुङ हजुरको नाम हो राज गुरुङ ल ठिक छ राम्रोसँग पढ्ने है हस् अनि सरको नाम सर आके गुरुङ सरलाई पनि सोधेकै छैन नि मैले हजुरको नाम सर म चाहिँ नारायण बहादुर भट्ट घर चाहिँ पालुङटा नगरपालिका वार्ड नम्बर 10 हजुर ल एकदम खुसी लाग्यो झन् है आज यो स्कुलमा सबै यसो भिजिट गर्दैछौँ 8 9 10 चाहिँ कता खाँदा 9 10 सबै भिजिटजना आज उहाँहरू चाहिँ हाम्रो चाहिँ 10 क्लासको स्टुडेन्ट्स हुनुहुन्छ बिचरा यतै बस्नु हामी लगभग यो पढाइ अवधिभरि उहाँहरू त यहीँ बस्नुहुन्छ होइन राति 10 बजीसम्म पढ्ने यहीँ स्कुलमै बसेर सबै विद्यार्थीहरू टाढा टाढाको हुनुहुन्छ नि त अनि बिहान लगभग कति बजे उठ्ने अरे 5 बजे उठेर पढ्नुहुन्छ एकदमै तपाईँहरूलाई 10 क्लास हुनुहुन्छ अब त त्यही 10 क्लासको रुल्स चेन्ज भएको छ होइन अहिले त सर होइन अब त 12 त जसरी नै पढ्नुपर्छ है त्यही भएर चाहिँ फेरि त्यो एससीको सिस्टम हट्यो भनेर पढाइलाई केयरलेस पनि गर्नुहुन्न झन् 11 12 को लागि मजाले टाइट हुन्छ पढाइ है त्यही भएर राम्रोसँग पढ्नु होला तपाईँलाई बेस्ट विशेष छ है अब अहिलेको रिजल्ट आएको छैन कस्तो हुन्छ होइन सो जे भए पनि आजको हाम्रो कार्यक्रममा रमाइलो गर्नुपर्छ है अनि साँच्चै म चाहिँ सचिन श्रेष्ठ है फेरि म नामै भन्न बिर्सेछु सुरुमा आएर मेरो नाम एउटा अर्को नाम छ कसले एकैचोटिमा भन्न सक्छ त्यसलाई म गिफ्ट ह्याम्पर दिन्छु माई नेम इज ललाङ ललुङला लट्टु प्रसाद कोइराला फेल भयो कसैले भन्न सक्छ उठेर ल भन्न सक्छ कसैले माई नेम इज ललाङ ललुङला लट्टु प्रसाद कोइराला कसले एकैचोटिमा भन्न सक्छ कसले भन्न सक्छ ल कसैले भन्न सक्छ तपाईँहरू भन्न सक्नुहुन्छ अझै फेरि एकचोटि ट्राई यो रेडियो नेपाल हो है ल ओके इट्स ओके जस्ट फर फन है यो कुराहरू है म चाहिँ सचिन श्रेष्ठ हाम्रो उहाँ चाहिँ अझै विश्वकर्मा हुनुहुन्छ तिम्रो नाम ओ यार हाँसिङ यस्तरी के हो नाम तिम्रो ओ नाम के हो नि हजुरको तानसेन तानसेन स्योर स्योर तानसेन के ओ ल नाइस टु मिट यु मेरो नाम के अरे कसले भन्न सक्छ अब अर्को नाम न राम्रो नाम के ओ सचिन श्रेष्ठ गुरुङहरूले अब अरूले भन्नु पर्यो उसले भन्यो भने चाहिँ सचिन श्रेष्ठ भन्छ तिमीहरूले सचिन श्रेष्ठ भन्छ मिस्टर नाम भन्न त ल शुभम के भट्टराई गुड अनि अरू त सबै धेरै जस्तो त गुरुङै हुनुहुन्छ है ठिक छ मिनिसा ए निशा के गुरुङ कि गुरुम गुरुङ त होइन नि गुरुङ हो गुड अर्को कहाँ गयो ल के अरे तिम्रो नाम निशा के अरे निशा के अरे ए विवेक के अरे गुरुम होइन कि गुरुङ कि गुरुम गुरुङ होइन है के अरे विवेक गुरुङ के छ तिमीहरूको नाम फेरि गुरुङ भने के हो तिम्रो नाम बाबु परिचय पाम ससुराली जाने हो चिचिपा खाने हो सालीसँग टासी सब्जी खाने हो कुकुरको मासु खाने हो याकुब भाल्यो गीत त स्टार्टिङ पुरा नामको ट्रेलर चाहिँ गीत हो तिम्रो नाम भन्दा पहिला भन्दा गीत गाइदिने हो कहिले सिकाइने गीत गाउनु ल ठिक छ ल है
ल घर घर मेरो युट्युबमा हेर है हालिदिन्छ आज सचिन श्रेष्ठ ब्लगमा है ल तलबाट आउनेलाई त्यस्तो मजा फिल हुन्छ क्या एकदम धेरै तयारी हुँदैछ सबैजना म पानी खान कुरेर बसेको छैन होइन पानी खाने भनेर बसिरहेको छु पानी खान खोजे होइन उडाइरह पानी है सो गोर्खा डान्स एकाडेमीको यो प्रस्तुति गोर्खा डान्स स्टार सिजन 3 जिल्ला स्तरीय खुल्ला एकल तथा सामूहिक नृत्य प्रतियोगिता 2082 को आज हामी पहिलोचोटि अडिसन लिएर यो गोर्खा जिल्लाको एउटा छुट्टै एकदमै नाम व्यापक होइन मलाई एकदमै मनपर्ने पालिका पनि हो चुम्नुब्री गाउँपालिकामा आज हामी रहिरहेका छौं गाउँपालिकाका उपाध्यक्ष श्री लक्ष्मी गुरुङज्यूलाई जोरदार तालीको साथमा स्वागत अनि सम्मान गर्न चाहन्छु प्लिज हाम्रो बस्नुको लागि हामी चाहिँ किनकि स्टेजमा नाच्नुपर्छ तल बसेर हेर्ने गर्नेछ सबैले फेरि एकचोटि जोरदार ताली एकदमै पोजिटिभ हुनुहुन्छ सबैजनाको साथमै छौं र यसै चुम्नुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री मनोज लामिछानेज्यूलाई पनि प्लिज जोरदार तालीले स्वागत अनि सम्मान गर्नको लागि हार्दिक अनुरोध गर्न चाहन्छु विशेष गरी केही समय अगाडि हाम्रो गोर्खा जिल्लाबाट चाहिँ हाम्रो भाइहरू चाहिँ यहाँ उपस्थित हुनुभएको थियो आउने क्रममा चाहिँ पालिकामा चाहिँ मसँग भेट भयो आफ्नो प्रतिभा प्रस्तुत गरेर चाहिँ गोर्खा जिल्लासम्म पनि चुम्नुब्री गाउँपालिकाको यो विकट भूगोलको भाइ बहिनीले पनि यसरी प्रतिभा देखाउन सक्दो रहेछ लुकेको प्रतिभाहरू प्रस्तुत गर्न सक्ने रहेछ भन्ने चाहिँ गाउँपालिकाको नाम र स्थान राख्नेछ भन्ने मैले अपेक्षा गरेको छु र ओ माय गॉड यता आउनु सबैजना एकछिन आज पहिलो प्रतियोगीहरू हुनुहुन्छ तपाईहरु म तपाईहरुसँग कुरा गर्छु अलिकति अगाडि आउनुस् ल अब त मैले हजुरको भाषा बुझ्दिन फेरि है हजुरको नाम के हो नि पुतली गुरुङ अनि कविता यो भावना आकाश सुन्दर म सचिन श्रेष्ठ ठीक छ है नो वरी कतिको एक्साइटेड हुनुहुन्छ आज यो गोर्खा डान्स स्टारको यो प्री एडिसनमा यहाँ आउँदा धेरै नै खुसी भएको धेरै नै वाइस कस्तो लागिरहेछ धेरै राम्रो लाग्यो कस्तो लागिरहेछ हजुरहरूलाई साथीहरु है हाम्रो अडिसन सकिसकेको छ अब हामी चाहिँ रिजल्ट तयारी गर्नुपर्छ हैन अब रिजल्ट तयारी गरेर हामी पनि फेरि तल माथि खोला पुग्न छैन सो हामी रिजल्ट तयारी गर्छौं त्यसपछिको अझै रमाइलो पल तपाईलाई देखाउने समय के गाइस हाम्रो सरले गाइरहनु भएको छ गीत तिमी टाढा भन्यौ चोटै चोटको बिर्सिदिनु भन्यौ आस्ते निर्दोषलाई दोषी बनाउने सहभागी साथीहरु स्टेजमा आइदिनु होला हामीसँग आइसक्नु भएको छ यसै चुम्नुब्री गाउँपालिकाका उपाध्यक्षज्यू आइसक्नु भएको छ प्रमुख प्रशासकीय अधिकृत आइसक्नु भएको छ अजय सर हुनुहुन्छ र यसै स्कुलका प्रह पनि हुनुहुन्छ
एकदमै धेरै सम्झिरहनेछौँ है यो स्कुल यो पालिका हाम्रो कार्यक्रमको ऐतिहासिक दिन हो आज र कन्टेस्टेन्टहरू पनि यस्तो राम्रो राम्रो आउनु भएको छ थोरै भएन छोटा प्याकेज बडा धमाका है आजको हाम्रो स्कुलको सर हुनुहुन्छ प्रशासक सर हुनुहुन्छ हाम्रो उपाध्यक्ष म्याडम पनि हुनुहुन्छ सबैलाई स्वागत छ अजय सर कस्तो लागिरहेछ रमाइलो है आज पहिलोचोटि कार्यक्रममा भएको छ म्याडम थोरै के यो मेरो युट्युबमा पनि कस्तो लागिरहेछ यति बेलासम्म हेरेर कस्तो लाग्यो एकदम धेरै खुसी लागिरहेको छ एकदम राम्रो छ सर हजुरलाई कस्तो लाग्यो एकदम खुसी एकदम एक्साइटेड ठिक छ थ्याङ्क यू सो मच अनि सर हजुरलाई कस्तो लाग्यो एकदम बवाल भयो सर हाम्रो टुमलुरी गाउँपालिका नयाँ खालको एउटा जुन डान्स प्रतियोगिता गराएर तपाईँले जुन खालको एउटा यो उत्साह जोगाइदिनु हो हामी बहुत खुसी छौँ हजुर हजुरहरूलाई चाहिँ कस्तो लागिरहेछ नि एकदम खुसी लाग्छ एकदम खुसी ओके अनि साथी हजुरहरूलाई चाहिँ कस्तो लागेछ खुसी लागेछ ल ठिक छ मेरो कुरा त नगरौँ ल मलाई त एकदम दुःख लागिरहेछ किन थाहा छ मलाई अझै धेरै यति धेरै हुनुहुन्छ कुनै बजुहरूले भाग लिन्छ कि जस्तो लाग्थ्यो कहिले बजुहरू भाग लिनु हुने पक्कै मलाई थाहा छ नि यहाँको बजुहरू हेर्नु त त्यहाँ यहाँ ल्याएर राखिदिने पक्कै पनि नाच्नुहुन्छ नाच्ने हजुरहरू ननाच्ने अनि हाम्रो सोल्टीहरू त पुरा गाउँमा त नाच्ने हो त होइन नाच्दैन यताका सोल्टीहरू पनि ननाच्ने ठिक छ अब हिरोको पालो देखाउनै पर्ला जस्तो लास्टमा ठिक छ ल है जस्ट फर फन रमाइलो पनि गर्नुपर्छ किनकि अब भने यस्तो सुनवाई गर्दैछु म हामीसँग कतिजना हुनुहुन्छ अझै सर लगभग 10 होइन हामी 5 जना मात्रै छनौट गरेका छौँ मलाई गाउँबाट चुमनुब्री अब त म झुकिन्न है गाउँपालिकादेखि टप 5 कन्टेस्टेन्ट पाइसकेको छ सबैजना खै हाँस्दिनु पर्यो नि त्यस्तो स्माइलै छैन है हाँस्नु चाहिँ पर्छ है हाँस्नुपर्छ नाच्नुपर्छ हजुर सर एउटा कार्ड पुग्न दिनुहोस् त अडिसन सकिसकेको छ ल सबैजनाले एकचोटि उहाँहरूको लागि जोरदार ताली ल सबैजनाले ल जिल्लामा कहिले हुन्छ भन्ने कुरा तपाईहरुलाई चाहिँ हाम्रो 15 गतेसम्म अडिसन छ 15 गते पछिको पहिलो शनिबार हुन्छ हामी तपाईहरुलाई त्यहाँ हाम्रो नम्बर छ मैले फेरि पनि भन्न चाहे हाम्रो चाहिँ युट्युब लिंकहरु अनि त्यसपछि हामी सबै न्यूजहरु पनि अपडेट भइरा हुन्छ टिकटकबाट र फेसबुक पेजबाट तपाईले मैले अघि नाम भनेको सब्स्क्राइब गर्नु होला सर्च गर्नु होला सबै भिडियो फोटो त्यहाँ आउँछ है ओके सबैजनालाई फेरि पनि बधाई छ ल त्यसपछि ड्रेस पनि चेन्ज गरिसकेछौँ मौसम पनि यस्तो भइसकेछ अब हामी चाहिँ धार्चे आजको बास धार्चे हुन्छ धार्चेको यात्रा गर्न तयारी छौँ हामी है सो एन्ड यो भ्लग पनि यहीँ इन्डिङ गर्न चाहन्छु म अर्को भ्लगमा भेट्ने छु मैले चाहिँ फुल भिडियो जुन छ नि डान्सको फुल भिडियो चाहिँ मैले लिङ्कमा राखिदिएको छु त्यसमा गएर हेर्न सक्नुहुन्छ है सो बाई बाई गाइज